अहिले चाहिँ हामी चाहिँ है उपार्दनगढी बिहानको समयमा उपार्दनगढी चढिरहेछौँ। हामी पुगिसक्यौँ, देख्न सक्नुहुन्छ गाडीबाट देख्ने दृश्यहरू। हामी त्यो बाटो हुँदै आएको। यहाँको इतिहासबारे चाहिँ अलिकति मलाई पनि जानकारी छैन। हुन त म यहीँको भएर पनि थाहा भएन। आई लभ उपार्दनगढी। यो चाहिँ पहिला राजाहरूले चाहिँ युद्ध गर्दाखेरि चाहिँ बनाएको युद्ध मैदान यस्तो छ केटा। म चाहिँ सेकेन्डचोटि हो। सबैभन्दा यहाँ चाहिँ मेन कुरो भनेको चाहिँ यो घर भयो। त्यसपछि यो खाल्डो निकै गहिरो थियो पहिला, अहिले चाहिँ यतिको मान्छे। यो बिल्डिङहरू देख्न सक्नुहुन्छ। अहिले त तोप मिलाएर आएको छ यहाँ घरहरू। यो चाहिँ तोप, चण्डी तोप। अनि टाउको भारी भइरहेछ। तपाईँहरू पनि घुम्न आउनलाई रमाइलो छ भ्यू। यो चाहिँ टी खालको छ। के रमाइलो छ। कुकुर पनि कति धेरै हो। तपाईँहरूलाई घरहरू देख्नु भएको छ है। दुईजना गाडी चाहिँ अझै आइपुगेको छैन साथीहरू। म चाहिँ माथि हेरिरहेको छु। यहाँको बाटो त्यही हो। यही बाटो भएर आउने गाडी। यही मर आउनु है त थाहा झन्डा। तपाईँहरू पनि घुम्न आउनु होला। हो रमाइलो छ। त्यो बेबी पनि खेल्दैछ। अहिले चाहिँ म गाडीको घरभित्र छु। तपाईँहरूले देख्न सक्नुहुन्छ भित्र यस्तो सबै राखेको छ।
है बन्दुकहरू छ त्यसपछि यता खुकुरी तरबार यता खोडाहरू पनि छ तपाईँ हुन्छ म चाहिँ अब बिस्तारै माथि चढ्दैछु हाम्रो भिक्टोरिया क्रस पाउने लक्ष्मण गुरुङको फोटो तस्बिरहरू सजाइराखेको छ हेर्न सक्नुहुन्छ क्षेत्री जातिको वेशभूषा चेपाङ जाति हाम्रो जातिको वेशभूषा यता गुरुङ जातिको वेशभूषा मगर जातिको वेशभूषा ढोका है तामाङ जातिको वेशभूषा शेर्पा जातिको वेशभूषा यो यता नेवार जातिको वेशभूषा कामी जातिको वेशभूषा काँडेको चरा नेपालमा मात्रै पाउने जलबिरे झरना हात्ती बाघ भाते बाघ एकसिङ्गी गैडा इच्छा कामना मन्दिर यो चाहिँ गढीकै तस्बिर भयो अनि त्यसपछि यो चाहिँ कोटघर यो चाहिँ भगवाशिष उपार्जन गढी भन्ने गढीको संरचनाहरू यति नै छन् साथीहरू निकै रमाइलो छ गढी एकदम रमाइलो छ तपाईँहरूको पनि आउनु होला ल यति नै हो गढीको संरक्षण माथितिर चाहिँ जान मिलेन अब ल साथीहरू तपाईँ निकै रमाइलो लाग्यो जस गढी घुम्न पनि पाइनु गढीको एरिया यति नै है यता फोटो सुटिङ भइरहेछ फोटो भिडियोहरू सुट गर्दैछ